वेलकम बैक टू माई यूट्यूब चैनल। आज मसँग रहेको छ 13 प्रो मैक्स। यसमा रहेको छ डिस्प्ले सेट देख्न सक्नुहुन्छ। नेटवर्कमा सेट रहेको छ भने तल स्लाइडिङ बटनको भी सेट रहेको छ। यो सेटलाई चाहिँ हामीले कसरी रिमुभ गर्न सकिन्छ भनेर चाहिँ म देखाउन गइरहेको छु। यसको मोडल रहेको छ आइफोन 13 प्रो मैक्स र iOS भर्जन 26.5.2 रहेको छ। र हामी चाहिँ यो मोबाइललाई चाहिँ फर्स्ट डिस्प्ले ओपन गर्छौं। ओके, अफ गरिसकेपछि हामी पुरानो डिस्प्लेलाई चाहिँ डिस्कनेक्ट गरौँ। ओके, पुरानो डिस्प्ले डिस्कनेक्ट गरिसकेपछि हामीसँग अर्को स्क्रिन रहेको छ। स्क्रिनलाई चाहिँ यसमा हालेर ओपन गर्छौं सेटलाई। ओके, सेट हाम्रो अन भइसकेको छ। अन भइसकेपछि हामीले चाहिँ सेट चेक गर्छौं। यो जुन कपी डिस्प्ले छ यसमा सेट देखाएको छ कि छैन। र हामी कलिङमा जान्छौं। कलिङमा गइसकेपछि हाम्रो डिस्प्ले मेसेज आएको छ किनकि यो कपी डिस्प्ले हो र यसमा आईसी ट्रान्सफर गरेको छैन, त्यसकारणले। र देख्न सक्नुहुन्छ यसमा कपी डिस्प्लेमा पनि हाम्रो नेटवर्क सेट रहेको छ र तल स्लाइडिङ सेट रहेको छ। हाम्रो सेट चाहिँ जस्तो त्यस्तै रहेको छ, रिमुभ भएको छैन। र हाम्रो जुन मोबाइलमा सेट आउँछ त्यो सेट रिमुभ गर्न चाहिँ हामीले चाहिँ डिस्प्ले चाहिँ 100% चेन्ज गर्ने पर्ने हुन्छ। बिना डिस्प्ले चेन्ज चाहिँ हामीले सेट रिमुभ गर्न सकिदैन। त्यसपछि कुनै कुनै सेट रहेको डिस्प्ले सेट हुन्छ, सिर्फ डिस्प्ले ब्राउन भएको हुन्छ। त्यसमा चाहिँ डिस्प्ले चेन्ज गरिसकेपछि हाम्रो यो सेट चाहिँ रिमुभ हुन्छ भने यसमा चाहिँ बोर्डबाट सेट रहेको छ र यसको लागि चाहिँ हामीले बोर्डको सेट हटाउनको लागि चाहिँ नन रिमुभ गरेर गर्नुपर्ने हुन्छ। त्यसको लागि अब हामीले फेरि पनि मोबाइललाई अफ गरौँ। ओके, मोबाइललाई अफ गरिसकेपछि डिस्प्ले डिस्कनेक्ट गरिदिन्छौँ। त्यसपछि हामीले बोर्ड चाहिँ बाहिर निकाल्छौँ। ओके, हामीले चाहिँ बोर्ड चाहिँ बाहिर निकालिसकेका छौँ। बोर्ड बाहिर निकालिसकेपछि हाम्रो यो जुन A15 बायोनिक लेखेको छ यो कभर चाहिँ रिमुभ गर्नेछौँ। ओके, कभर रिमुभ गरिसकेपछि हामीले यो नन रिमुभ गर्नुपर्ने हुन्छ। नन रिमुभ गर्नको लागि म चाहिँ यहाँ हिटसिन टेप लगाउने छु ताकि हामी नन रिमुभ गर्दाखेरि अरू ठाउँ चाहिँ हिटको कारणले चाहिँ ड्यामेज नहोस्। ओके, हामीले चाहिँ बोर्डलाई चाहिँ पर्पल रूपमा चाहिँ हिटसिन टेपले लगाइसकेका छौँ ताकि हामीले हटगनले हिट हान्दाखेरि अरू कम्पोनेन्ट्सहरू ड्यामेज नहोस्। त्यसपछि हामीले हटगनको थ्रु चाहिँ हामीले ननलाई चाहिँ रिमुभ गर्नुपर्ने हुन्छ बोर्डबाट। ओके, नन निक्लिसकेपछि चाहिँ हामी बोर्डलाई चाहिँ हिट हुँदैन नै क्लिन गर्नेछौँ।
यसलाई चाहिँ थोरै ड्राई गर्नेछौँ। ओके, त्यसपछि हामी पिपिटी पेस्ट चाहिँ यसमा नानमा एप्लाई गरौँ। पिपिटी पेस्ट एप्लाई भइसकेको छ, थोरै क्लिन गरौँ। क्लिन भइसकेपछि हामी थोरै हिट हानेर मिलाउँछौँ, बल बनाउँछौँ। ओके, बल बनिसकेको छ। त्यसपछि हामी थोरै चाहिँ फेरि पेस्ट हालेर रिसाइज गर्छौँ बललाई। ओके, हाम्रो नान पनि रेडी भइसकेको छ। ओके, त्यसपछि हामी स्टेन्सिललाई रिमुभ गर्छौँ र नानलाई चाहिँ थोरै थिनर लगाएर क्लिन गरौँ। ओके, हाम्रो चाहिँ नान चाहिँ पर्फेक्टली बल बनिसकेको छ र रिबलिङ चाहिँ पर्फेक्ट भइसकेको छ। अब हामी चाहिँ यसलाई चाहिँ P15 बाट ल्यापटपमा कनेक्ट गर्छौँ। ओके, हाम्रो यो रहेको छ P15 बक्स। यसमा चाहिँ हामी नानलाई हाल्छौँ। नानको जुन डट छ र यो बक्सको यहाँ डट रहेको छ, यो चाहिँ म्याचिङ हुनुपर्ने छ। ओके, हालिसकेपछि चाहिँ क्यापेसिटी मोडल सबै यहाँ देखाइएको छ नानको। त्यसपछि ल्यापटपतर्फ जाउँ। ल्यापटपमा चाहिँ हामीले JCID रिपेयर टुल चाहिँ ओपन गर्नुपर्ने हुन्छ, JCID रिपेयर एसिस्टेन्ट। ओके, ओपन गरिसकेपछि हामी चाहिँ जानुपर्ने हुन्छ P15 एन्ड P13 यसमा जानुपर्ने हुन्छ। यसमा गइसकेपछि एकचोटि रिफ्रेस गर्नेछौँ। ओके, रिफ्रेस गरिसकेपछि पोर्टमा देख्न सक्नुहुन्छ P15 आइसकेको छ। P15 लाई सिलेक्ट गरेर कनेक्ट गर्नेछौँ। ओके, हाम्रो चाहिँ कनेक्ट भइसकेको छ नान चाहिँ, र नान रहेको छ 256 GB को। मोडल नेम रहेको छ KIC 5224 र यो हाम्रो चाहिँ सिरियल नम्बर, मोडल, रिजन, वाइफाई एड्रेस, IME यो यिनीहरू चाहिँ फेल आएको चाहिँ यो iPhone 13 Pro Max हो। 12 देखि माथिको मोडलमा चाहिँ यो देखाउँदैन, किनकि बोर्डमै हुनेछ त्यसको सबै IME बेसबेन्डहरू डिटेल नानमा हुँदैन। त्यसपछि आइफोनमा सिलेक्ट जान्छौँ, जुन आइफोन लेखेको छ यसमा गएर हामी 13 मा गएर 13 Pro Max मोडललाई चाहिँ सिलेक्ट गर्छौँ। सिलेक्ट गरिसकेपछि हामी फर्मेट नानमा क्लिक गरौँ। फर्मेट नानमा क्लिक गरिसकेपछि हाम्रो यहाँ दुईटा अप्सन छ, एउटा डिप छ, एउटा स्ट्यान्डर्ड। हाम्रो चाहिँ स्ट्यान्डर्डमा हुनुपर्ने छ। डिपमा भयो भने चाहिँ नान खराब हुने सम्भावना हुन्छ। यहाँ लेखिएको छ 1% प्रब्लम सल्भ। त्यसैले हामीले चाहिँ स्ट्यान्डर्डमा गर्नेछौँ। स्ट्यान्डर्डमा गरिसकेपछि आई हेभ मेड इट क्लियर दैट द नान विल बी फर्मेट एन्ड द डाटा क्यान नट बी रिकभर आफ्टर अपरेसन भनेको छ। यसमा टिक लगाएर कन्फर्म गरिदिन्छौँ। कन्फर्म गरिसकेपछि हाम्रो नान चाहिँ फर्मेट हुन सुरु हुन्छ। ओके, हाम्रो नान चाहिँ अहिले फर्मेट भइसकेको छ र नान चाहिँ पुरा खाली भइसकेको छ। त्यसपछि हामी नानलाई चाहिँ बक्सबाट बाहिर निकाल्दियौँ र हामी चाहिँ यो नानलाई चाहिँ फेरि बोर्डमा चाहिँ फिटिङ गरौँ। ओके, हामीले चाहिँ बोर्ड चाहिँ अलरेडी पहिले नै क्लिन गरिसकेको छ। यसमा चाहिँ थोरै पेस्ट लगाउँछौँ। थोरै पेस्ट लगाइसकेपछि चाहिँ हामी नान चाहिँ फिट गर्नेछौँ यसमा। ओके, हामीले नान चाहिँ ठिक्क पोजिसनमा राखिसकेका छौँ। त्यसपछि हामीले हट गनबाट चाहिँ 380 मा चाहिँ हिट हानेर यसलाई सेट गर्नेछौँ।
ओके हाम्रो नान चाहिँ फिट भइसकेको छ, सेट भइसकेको छ। अब फ्यान लगाएर चाहिँ कुल गरौँ। ओके हाम्रो बोर्ड चाहिँ कुल भइसकेको छ। अब हिटिङ टेपलाई चाहिँ रिमुभ गरौँ। ओके त्यसपछि देख्न सक्नुहुन्छ बोर्ड अलि फोहोर भएको छ। त्यसलाई चाहिँ थिनरले चाहिँ सफा गरौँ। बोर्ड चाहिँ पुरा क्लिन भइसकेको छ। अब यो चाहिँ हामी बोर्ड चाहिँ फिटिङ गर्छौँ। ओके त्यसपछि हामी डिस्प्ले लगाउँछौँ। ओके हाम्रो चाहिँ अब डिभाइस रेडी भइसकेको छ। अब यतिकै हामीले पावर अन गर्यो भने चाहिँ हाम्रो डिभाइस पावर अन हुँदैन, हाम्रो मात्र डिएफई मोडमा जान्छ, किनकि हामीले नन फर्मेट हानिसकेको छ। अब यसलाई चाहिँ ल्यापटपमा कनेक्ट गरेर हामीले फ्ल्यास गर्नुपर्ने हुन्छ। अब हामी फ्ल्यास ल्यापटपतर्फ लगाउँ। ओके मैले चाहिँ ल्यापटपमा मोबाइल कनेक्ट गरिसकेको छु। ल्यापटपमा कनेक्ट गरिसकेपछि 3 टुल्स ओपन गर्छौँ। ओके 3 टुल्स ओपन गरिसकेपछि हामीले चाहिँ यो अर्को मोबाइल कनेक्ट भएको भएर चाहिँ 15 प्रो रिकभरीमा देखाएको छ, यसलाई चाहिँ डिस्कनेक्ट गरिदिउँ। ओके अहिले चाहिँ हाम्रो 13 प्रो म्याक्स मात्र जुन हाम्रो सेटवाला छ त्यो मात्र कनेक्ट छ र देख्न सक्नुहुन्छ डिएफई मोड देखाएको छ। गो टु फ्ल्यासमा जान्छौँ। गो टु फ्ल्यासमा गएपछि फाइल डाउनलोड छैन भने हामीले डाउनलोड गर्नुपर्ने हुन्छ। मेरोमा चाहिँ अलरेडी डाउनलोड देखाएको छ, डाउनलोड छ र स्टार्ट फ्ल्यासिङ गरिदिन्छौँ। ओके हाम्रो मोबाइल चाहिँ फ्ल्यास कम्प्लिट भइसकेको छ। ओके त्यसपछि मोबाइल डिस्कनेक्ट गरौँ र हामी चाहिँ मोबाइललाई सेटअप गरौँ। ओके हाम्रो मोबाइल चाहिँ बोर्डको सेट चाहिँ रिमुभ भइसकेको छ, तर डिस्प्लेमा चाहिँ सेट देखाइरहेको छ, देख्न सक्नुहुन्छ। डिस्प्ले चाहिँ अझै पनि सेट देखाइरहेको छ, किनकि हामीले यसमा चाहिँ पुरानो नै डिस्प्ले हालेको छ र सेट प्रब्लममा चाहिँ हामीले चाहिँ डिस्प्ले कम्प्लिट चेन्ज गर्न नै पर्ने हुन्छ। अब हामी चाहिँ यो डिस्प्ले चाहिँ चेन्ज गर्छौँ र हाम्रो बोर्डको सेट जुन थियो त्यो चाहिँ कम्प्लिट रिमुभ भइसकेको छ। ओके त्यसपछि हामी मोबाइललाई चाहिँ पावर अफ गरिदिन्छौँ। ओके पावर अफ गरिसकेपछि हामी चाहिँ मार्केटको डिस्प्ले रहेको छ अर्को, यसलाई चाहिँ कनेक्ट गर्छौँ र कनेक्ट गरिसकेपछि यसमा चाहिँ फेरि पनि पावर अन गरेर हामी चेक गर्छौँ कम्प्लिट सेट रिमुभ भयो कि भएन भनेर। ओके देख्न सक्नुहुन्छ हाम्रो चाहिँ सेट चाहिँ कम्प्लिट रिमुभ भइसकेको छ, कुनै पनि सेट छैन जुन हाम्रो तल बोर्डरमा थियो र माथि नेटवर्कमा थियो त्यो चाहिँ कम्प्लिट भइसकेको छ। बोर्डको सेट रिमुभ भइसकेको छ। अब डिस्प्लेको सेटको लागि चाहिँ हामीले डिस्प्ले चेन्ज गर्नुपर्ने हुन्छ र डिस्प्ले चेन्ज गर्नको लागि हामीसँग यो रहेको छ मार्केटको डिस्प्ले र यो डिस्प्लेमा चाहिँ मेसेज रहेको छ, किनकि यसमा कुनै पनि ओरिजिनल जेन्युन पार्ट छैन, त्यस कारण चाहिँ डिस्प्ले अननोन आएको छ र यो डिस्प्ले अननोन मेसेजलाई चाहिँ हामी रिमुभ गर्छौँ। रिमुभ गर्नको लागि हामीसँग रहेको छ डिएल टुल, यसलाई पावर अन गरौँ। ओके पावर अन गरेपछि इङ्ग्लिस ल्याङ्ग्वेज सिलेक्ट गर्छौँ र हामी जुन पुरानो डिस्प्ले रहेको छ सेट डिस्प्ले यसलाई चाहिँ यसमा कनेक्ट गर्छौँ। ओके कनेक्ट गरेपछि रिड डाटा गर्छौँ। ओके हाम्रो डाटा चाहिँ रिड भइसकेको छ। ओके डाटा रिड भइसकेपछि हामी यसलाई चाहिँ नयाँ डिस्प्लेलाई चाहिँ अफ गरिदिन्छौँ र अफ गरिसकेपछि
यो डिस्प्लेलाई डिएल बक्समा चाहिँ कनेक्ट गरेर यस डाटालाई चाहिँ राइट बटन रहेको छ, यसमा क्लिक गरेर राइट गरिदिन्छौँ। ओके, हाम्रो चाहिँ रिटर्न डाटा चाहिँ पुरानो डिस्प्लेबाट नयाँ डिस्प्लेमा चाहिँ कम्प्लिट ट्रान्सफर भइसकेको छ। त्यसपछि हामीले यो फ्रन्ट सेन्सर रहेको छ, यसलाई निकालेर यो नयाँ डिस्प्लेमा फ्रन्ट सेन्सर पनि ट्रान्सफर गर्छौँ। ओके, हाम्रो सेन्सर पनि यसमा लागिसक्यो। अब बाँकी भनेको हाम्रो आइसी रहेको छ। यो पुरानो डिस्प्लेको टच आइसी चाहिँ निकालेर यो कपी डिस्प्ले हाल्नुपर्ने छ। जबसम्म कपी डिस्प्लेमा यो आइसी हाल्दैन तबसम्म हाम्रो डिस्प्ले चाहिँ अननोन नै रहन्छ। ट्युटन गरे पनि हाम्रो चाहिँ डिस्प्ले अननोन नै रहन्छ। डिस्प्ले मेसेज हटाउनको लागि चाहिँ यो आइसी हाल्नै पर्ने हुन्छ। अब हामी यो आइसी हाल्छौँ। ओके, हामीले आइसी हाल्नुको लागि चाहिँ ब्लेडमा चाहिँ मैले हिट टेप लगाएको छु ताकि पोलराइजर खराब नहोस्। यसलाई चाहिँ हामी यहाँ छिराउँछौँ। छिराइसकेपछि हामीले चाहिँ हट गर्नुले चाहिँ यो आइसीलाई निकाल्छौँ। ओके, हामीले चाहिँ आइसी निक्लिसकेको छ। ओके, त्यसपछि हामी चाहिँ आइसीलाई चाहिँ क्लिन गर्छौँ। ओके, हाम्रो आइसी चाहिँ क्लिन भइसकेको छ। र त्यसपछि हामी चाहिँ डिस्प्लेमा कपी डिस्प्लेमा एउटा सानो स्ट्रिप फ्लेक्स आउने छ, यसमा हाल्नेछौँ। र यसको लागि चाहिँ आइसी रिबल गर्नुपर्ने हुन्छ। कसैले रिबल गरेर हाल्छ, कसैले रिबल नगरी हाल्छ। मैले चाहिँ यसमा चाहिँ रिबल नगरी हालेर छु। मलाई चाहिँ रिबल नगरिकन हाल्न नै सजिलो लाग्छ र टाइम पनि बच्छ र धेरै यो चाहिँ रिबल गरेर हाल्दाखेरि नै राम्रो। चाहिँ रेडी भइसकेको छ। करेक्ट पुल गर्नु। ओके, देख्न सक्नुहुन्छ हाम्रो चाहिँ रेडी भइसकेको छ फिट गर्नुको लागि। अब हामी चाहिँ यसलाई डिस्प्लेमा फिट गर्छौँ। र डिस्प्लेमा चाहिँ यहाँनिर सानो कालो टिप देखेको हुन्छ, यसलाई चाहिँ रिमुभ गर्छौँ। यसलाई रिमुभ गरेपछि चाहिँ यहाँ पिन देख्न सक्नुहुन्छ र यो स्ट्रिपको पिन यहाँ रहेको छ, यसलाई चाहिँ फिट गर्छौँ सोल्डिङ आइरनले चाहिँ सोल्ड गरेर। पिन कम्प्लिट भइसकेको छ। त्यसपछि यसमा चाहिँ टेप लगाइदिन्छौँ। ओके, हाम्रो चाहिँ डिस्प्ले पनि रेडी भइसकेको छ। अब मोबाइलमा चेक गरौँ हाम्रो अननोन पार्टको मेसेज हट्यो कि हटेन। ओके, हाम्रो मोबाइल चाहिँ कम्प्लिट अन भइसकेको छ। अब चेक गर्छौँ सेटिङ। देख्न सक्नुहुन्छ यहाँ कुनै पनि डिस्प्लेको अननोन मेसेज केही पनि रहेको छैन। हाम्रो चाहिँ मेसेज पनि कम्प्लिट रिमुभ भइसकेको छ। डिस्प्ले मेसेज पनि रिमुभ भइसकेको छ भने सेट पनि डिस्प्ले सेटको लागि चाहिँ हामीले डिस्प्ले नै चेन्ज गऱ्यौँ, किनकि यस पुरानो डिस्प्लेको सेट चाहिँ रिमुभ हुँदैन। त्यसकारण हामीले डिस्प्ले नै चेन्ज गर्नुपर्ने हुन्छ। भने बोर्डको लागि बोर्ड सेटको लागि चाहिँ हामीले नानलाई चाहिँ रिमुभ गरेर नान रिपेयर गऱ्यौँ। अब कुनै पनि सेट रहेको छैन। अब हामी यसलाई चाहिँ प्याक गर्छौँ डिभाइसलाई। ओके, त्यसपछि हामी चाहिँ यो नानमाथि चाहिँ थर्मल पेस्ट लगाउँछौँ ताकि बोर्ड हिट नहोस्। ओके, हाम्रो चाहिँ सेट चाहिँ रेडी भइसकेको छ। सेट पनि रिमुभ भइसकेको छ
र डिस्प्ले मेसेज पनि रिमुभ भइसकेको छ र बाँकी रह्यो फिटिङ देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ डिस्प्ले थोरै माथि रहेको छ हाउजिङभन्दा। यसलाई चाहिँ हामी फिक्स गर्छौँ। फिक्स गर्नको लागि चाहिँ हामीसँग रहेको छ टिभीकै होल्डिङ मेसिन। यसमा चाहिँ राखेर हामी डिस्प्लेलाई चाहिँ प्रेस गर्छौँ र मोबाइल हालिसकेपछि चाहिँ हामी यो दुईटा बटन दिन्छौँ र मोबाइल प्रेस हुन्छ र हामी फिट हुनको लागि चाहिँ केही समय वेट गर्छौँ। ओके, हाम्रो डिभाइस चाहिँ रेडी भइसकेको छ, फिटिङ पर्फेक्ट भइसकेको छ र डिस्प्ले सेट पनि रिमुभ भइसकेको छ भने मेसेज पनि रिमुभ भइसकेको छ। अब चाहिँ हाम्रो डिभाइस चाहिँ पूर्ण रूपमा रेडी भइसकेको छ युज गर्नको लागि। र भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद र भिडियो राम्रो लागे सेयर पनि गरिदिनु होला।